बोल How are you, Susan? बोल न हो जाएगा। हामी चाहिँ अब ड्युटीतिर जान तयारी हिँड्दैछौँ बाटोमा है। यस्तो छ साथी अनि म, अरू साथीहरू चाहिँ अगाडि गइसकेको छ। यस्तो छ, रातिको टाइममा ड्युटी जानुपर्छ। अहिले 3 बज्न लागिसकेको छ। ड्युटी हिँड्नुपर्छ। यस्तो छ। अरू साथीहरू चाहिँ यहाँ देखाउन नमिल्दो रहेछ पछाडितिर। कालो कालो देखिरहेछ नि यार अँध्यारो भएर। यस्तै छ। रातिको समयमा यस्तो छ। अहिले ठ्याक्कै भन्नुपर्दा चाहिँ बिहानको 3 बजेको छ। त्यतिखेरको समयमा चाहिँ यस्तो छ। हामी ड्युटी जाँदैछौँ साथी अनि म, 2 जना ड्युटीतिर हिँड्दैछौँ। त्यो छ। बहुत फास्ट हिँड्नुपर्छ यार, बहुत फास्ट। टाइम गइसकेको छ, 3 बज्ने बेला भइरहेछ। 3 बजे इन्ट्री हुनुपर्छ हाम्रो रेस्टुरेन्टभित्र चाहिँ। अनि त्यही भएर गाह्रो छ। साथी पनि यहाँ कसेर हिँडिरहेको छन् यस्तरी पुरै होइन। यस्तै छ। अरू साथीहरू उताबाट गइसकेका छन्, कोही पछाडि आउँदैछन्। हामी चाहिँ फेरि बिचमा परेछौँ क्या, बिचमा। आने का टाइम में, हाँ आने का टाइम में भी बनाएगा। उसके बाद वो डालेगा क्या उसको। साथीहरू अगाडि क्रस भइसकेको छन्। वहाँ पुगिसकेको छन् साथीहरू। वहाँ देख्नुहुन्छ तपाईँहरू। अरू 2 जना साथी हुनुहुन्छ। म पुगिसकेको छु। यस्तो छ। हामी चाहिँ अब यहाँ रेस्टुरेन्ट आइपुग्न लागिसकेको अवस्था। यहाँ खजुर पनि फलिरहेको छ, पाके पछाडि खानुपर्छ यसलाई। हामी चाहिँ यता साइडबाट चाहिँ भित्र जान्छौँ। रेस्टुरेन्टको मेन गेट चाहिँ अगाडिबाट छ। हामी चाहिँ साइडबाट जान्छौँ, यहाँबाट जान्छौँ हामी चाहिँ। अब यसभित्र चाहिँ इन्ट्री भइसकेको छ। यस्तो छ। हामी चाहिँ छुट्टी भएर अब रुमतिर लाग्दैछौँ है। रुमतिर लाग्दैछु। गर्मी छ, लास्ट पुरा गर्मी छ। दोस्त यार है हमारा 10 साल का होगा, 10 साल का दोस्त ही नहीं मिला। ड्युटीबाट चाहिँ अब रुमतिर जाँदैछौँ हामी। तो देखा ऐसे पकड़ेगा कैमरा ना, ऐसे पकड़ा, ऐसे पकड़ना से, ऐसे पकड़ना से। हेलो, ऐसे पकड़ना से। हालात नहीं गिरेगा, दिन में नहीं गिरेगा। ऐसे पकड़ना से सही। जानना में यहाँ पे दोनों वाली सी पता है मिशन काम लगा अपना एरिया क्लीन करेगा ना, बस जल्दी कुछ नहीं होता है। मिशन में बहुत है।
मेरो साथी छ सुजन भाइ मलाई बङ्गलादेशका हो सुजन नेपालीका हो मेरो साथी लेकिन मैले नेपाली बुझिरहेछु धेरै नबुझ्छु थोरै थोरै बुझिरहेछु नेपाली बङ्गलादेशको साथी हो मेरो नेपाली साथी हो साला के देखे ऐसे रखा है मुझसे नहीं खाया गाड़ी में ध्यान नहीं दिया था बाहिरतिरको नजारा चाहिँ गर्मी छ घाम लगाइरहेको छ बडा तरिकाले सर्दिमा यस्तै गर्दैछन् कतातिर चाहिँ शीतल भएको बाटो छ अनि त्यतिकै चाहिँ हिँड्नु पर्छ राम्रो छन् के लास्टिक चाहिँ खजुरहरू फल्दैछन् देखाउनेछु है खजुर फल्दैछन् त्यहाँतिर त्यहाँ पनि फल्दैछन् हजुर खजुर खाएगा धेरै पावर आएगा गर्मी छन् हो अब छ एकदम गर्मी छ अहिले चाहिँ 1 बजेको छ दिउँसोको समयमा 3 बजे ड्युटी गयो 1 बजे आयो 10 घन्टा ड्युटी गर्मी छ बाहिरतिर भित्र चाहिँ खासै गर्मी हुँदैन एसी चलिरहेको कारणले गर्दाखेरि बाहिर चाहिँ यस्तो लास्टै गर्मी हुन्छ घाम लगाइरहेको छ र त्यसैले गर्दा धेरै गर्मी छ अहिले सबैमा यो र म चाहिँ जहिले पनि साथैमा हुन्छ नि कहिले पनि छुटिँदैन होइन एकदम के जतिखेर पनि होइन मसँग अनि अब हुन्छ नि मजाक पनि गर्छन् र एनी टाइम मैसँग भइरहेको हुन्छ क्या सँगसँगै हिँड्छन् होइन जता गए पनि काममा पनि सँगै नै हो त्यही कारणले गर्दाखेरि छुटिँदैन कहिले पनि साथैमा हुन्छ गाइस अब चाहिँ हामी अब बाटोमा हिँड्दैछौँ होइन खासै अब यसरी भिडियो बनाएर हिँडिराख्नु पनि अब पाउँदैनन् खासै त्यति बिचमा लियो मेरो